छुट्यो यहाँ तल गयो रवि र म यहाँ कहाँ हो कहाँ जङ्गलमा हराए बोकाको मासु आउनु भनेको म छुटेको साथीहरू ल ल ल काला ल यार ल डेस्टिनेसनमा झन्डै बाटो भड्काएको थियो ल यता यता यहाँ रहेछ कुन ठाउँ फेरि 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 चस् त कसरी ल सुत्ने अब कसको पानी स्पोन्सर साहब हाम्रो के पाली गर्नु हुँदैन हेर पालीमा कोही आउँदैन माफ दिन्छ कहाँ पाली खोज्दै बस्छ यहाँ खाएर खसी खान जाने अब है रविको खसी मात्र छ अरे खसी पाकिरहेछ यस्तो दामी रहेछ यहाँ चाहिँ भ्यू यस्तो दामी रहेछ भ्यू हेर्नु सबै झन्डै फुस्केर रविले बहुत अल्दै गएर है ल ल भ्लग गर्ने कुनै प्लान थिएन तर गरियो अब यो कुन ठाउँले भानु छुट्टा छुट्टै गर्छ ठिकै ल यस्तो दामी छ पिस रहेछ भ्यू मुर्कु रे मुर्कु भन्जाङ त्यही त पहिला भद्रको सुटिङ गर्ने ठाउँ मुर्कु ल रविले गफ लगाइरहेछ भानु तिमी कति बेला आइपुग्यो यस्तोमा यार यस्तो ठाउँ कहाँ पत्ता लगाएर खतरा छ त भ्यू त र काठमाडौँ हेरौँ त आम्मा काठमाडौँ ड्यान्स कहाँ अब के अरे चारजना बोकाको जोर अवृद्ध रहेछ बोका छ आम्मा दोस्रो भएको ओसुमनमा रवि यता आउँछ क्या ठाउँ चाहिँ दामी छ अरे रवि बस्ने हो कता मेरो त नेपालमा किनेको ए तिमी के यति फोन किन्न बाहिर पुग्नुमा अमेरिकाबाट आएको होला नि यस्तो राम्रो छ हैन मतलब एयरपोर्टको रनवे देख्छ रहेछ यही हो थाहा छैन नेपाल ऊ देख्नुमा एयरपोर्टको रनवे देख्छ रहेछ हैन यो खोल्नु न हेरौँ बोकायो बोकाहरूको बोकायो यस्तो छ बोका दामी छ कुरा मैले सुनाइदिइहालेँ मैले त्यहाँबाट भन्दा पनि मैले त त्यो प्रिजाबाट थाहा भयो कि यो दुइटाको केसी फेरि के हो दुईजना त अर्कै रहेछ दुईजना कनेक्सनै छैन जाममा खाइयो दामी थपेर खाइयो सिउरा बर्गर एन्ड क्रन्ची क्याफे कसले पैसा तिरेको मैले तिरेँ हैन के पर्छ अब यहाँबाट पानी पऱ्यो भने फेरि भेट्छ रविको गेम पनि छ हजुर बोकाको मासु खाइयो गाइस अर्को बोका आउँदैछ पछाडि स्पोन्सर बोका बलीको बोका त रास्ता छ अभिजी बलीको बोका हाम्रो एनिभर्सरीको खुवाउनु पनि भएको हो छ यो बलीको बोका बाबुको बर्थडेको हो यो त बाबुको बर्थडेको यो त केटाहरूलाई थाहै छ नि हैन एनिभर्सरी ल जाउँ है आजको स्पोन्सर छ धन्न कन्टेन्ट मिस भयो कति 23.5 अब जानु पऱ्यो घर बच्चा लिएर घुम्नु जाने भएको थियो आउँदा त्यो म राख्दिनँ चिन्ता नगर बच्चा लिएर घर जानुपर्छ अब घुम्नमा कुर्जा होला 1 बजेबाट हो रवि के रवि ल जिताउ है लाइभ गरिसिन्छ म हेर्छु पानीजीले म भ्यायो भने आउँछु अहिले 2 बजेतिर लाइभ गर्नु है लाइभ त यस्तै हो ल अब जानुपर्छ हामी निक्लिनुपर्छ छुट्टिनुपर्छ हाम्रो अमितजी भानुजी त्यहाँ रविजी चाहिँ हतार गरेर गयो खेलाडी मान्छे है अन्तर्राष्ट्रिय खेलाडी मान्छे गयो म होइन बच्चा लिएर घुम्जानु हजुर बसन्तपुरतिर हुन्छ कहाँ हुन्छ अब